जब तिम्रो खल्तीमा 100 रुपैयाँ हुन्छ, तिम्रो वरिपरि पनि 100 रुपैयाँ भएका साथीहरू नै हुन्छन्। जब खल्तीमा 1 लाख आउँछ, तिमीसँगै हिँड्नेहरू पनि 1 लाखकै स्तरका हुन्छन्। र जुन दिन 1 करोड पुग्छ, तिम्रो वरिपरि पनि करोडका अनुहारहरू देखिन थाल्छन्। यो संसार प्राय पैसासँगै सम्बन्ध बदल्छ। यहाँ मान्छेहरू तिम्रो सङ्घर्षसँग होइन, तिम्रो सफलतासँग नजिक हुन खोज्छन्। तर जीवनमा माथि चढ्दै जाँदा एउटा कुरा कहिल्यै नबिर्सिनु। जब तिमीसँग शून्य थियो, जब खल्ती रित्तो थियो, जब सपना मात्र थियो तर आधार थिएन, त्यो बेला तिम्रो साथमा को उभिएको थियो? जो तिम्रो खाली गोजी देखेर पनि साथमा बसे, जो तिम्रो असफलतामा पनि हात छोडेनन्, उनीहरू नै तिम्रो वास्तविक सम्पत्ति हुन्। पैसा फेरि कमाउन सकिन्छ, तर साँचो साथ फेरि भेटिँदैन। त्यसैले सफल हुँदा सबैलाई चिन्ने होइन, रित्तो हुँदा जो चिनिन्छन् उनीहरूलाई कहिल्यै नछोड्नु।